चाहिँ कुन ठाउँ हो त्यो त मलाई पनि थाहा छैन। हामी चाहिँ हाम्रो घर जाँदै थियौँ, जाने भनेर आइरहेको थियौँ उताबाट कोलपुरबाट मुगु जाने भनेर, हाम्रो घर जाने भनेर आइरहेको थियौँ। उताबाट के बाजुराबाट कोलपुर जाने गाडी र कोलपुरबाट बाजुरा जाने गाडी, हामी अगाडि दुईवटा गाडी बिचमा ठोकिएर पुरा अगाडिको सिसा फुटेको थिए। त्यहाँ ड्राइभर दुईजनाले झगडा गरेर फेरि दोकान पनि छैनन्, केही छैनन् बिच जङ्गलमा। उता सुर्खेतबाट 2 घन्टा लाग्दो रहेछ ट्राफिक प्रहरी आउन। त्यही भएर यहाँ 3 बजी हाल्यो, केही खाएन। बिहान 6 बजी हिँडेको, 2 घन्टा भइगयो। हामी त यतै पर्खेको। यस्तै छ, जुन सरकार आयो पनि हाम्रो लागि कोही सरकार छैन भने जस्तै छ। यहाँ केही सुविधा छैन। अब यो डबल कटिङ गरे छैन नि त रोड। अब डबल कटिङ गरे भए अब सजिलो हुन्थ्यो। एउटा उताबाट डबल कटिङ छैन, अनि त्यही भएर दुईवटा ठोक्याएको थिएँ। फेरि गल्ती